यस्तो गर्ने ल यो पनि माथि पुग्यो होइन जाँदा यसरी पढाउँदै जाने होइन तल आउने फेरि अलिक बेस आउने 2 मनी तल आउने 1 कम भयो भने ओ ल फेरि यता गर्नुहोस् अब यस्तो पानको पात बनाउनु कस्तो गर्नु थियो कि अब प्रेस गर्नु प्रेस गरेर जानु सिधै अब हड्डीमा पर्दैछ कि ठ्याक्कै यो यहाँदेखि मैले नै हो अनि तपाईँले त नि मासु च्याप्यो क्या यस्तो घोडा उल्टो भयो मान्छेले कपडा तारी पर्ने मम्मी नै भयो मेरो कपडा त्यस्तै हो सिधै फसाउनुहोस् के चाहिँ यसरी नै तल जानु हो तल जानु यताको यतिको छिटो गऱ्यो भने 15 मिनटमै सकिन्छ होइन बिस्तारै बिस्तारै गर्नुपर्छ मलाई 2 दिन पहिला सिकाएर कस्तो छिटो आफूले याद आउँछ कि अझ सम्झिँदैन
तर अलिकति मात्रै फरक हुन्छ तर सेलेक्सन गरेर यस्तो हेर्नुहुन्छ है आउनु तपाईँको सबै उहाँको हात सानो भएर त्यो दुख्छ होला क्या कस्तो दुख्दैछ सुरुमा गर्दै गर्दै यसरी नि त्यसरी कि भोलि त म त यसरी 3 मा चलायो 3 2 1 मा यही घुमाउनु उहाँमा सुरुमा यही थाहा छैन हो हामीले त 1 2 के भयो 3 3 2 यस्तो बिजोग छैन के भयो यस्तो घुमाउनु न यता जाने अन्तसम्म हो अन्त अफिस गइसक्यो जानुभयो होला हुन्छ डेरी गर्नु त त्यो टक्क उहाँ भयो त्यहाँ के भन्नुभयो सरले कबर काट्नु अब फेरि धर्नु कपाल काटेर दारी काटेर पहिला सिकेको कि आइडिया अनि चाटिसकेछ कुन ठाउँ हो लागि चाहिँ छैन नि तल्लोसम्म लानु तपाईँले अलिक प्रेस गर्नु त म्याम को कहाँ मोटी लागिसक्यो मैले प्रेस गर्दा कि त म्याम बहुत मोटी हुनुहुन्छ कत्रो हुनुहुन्छ भन्छ पुगेन अरे मान्छे पाक्दैछ भने सोच्दाको पोजिसनमा होइन प्रेस छ रहेछ कि गीता म्यामको यहाँनिर माथि तिनीहरू माथि धेरै मोटो छैन हजुर यो त्यहाँ देखेँ जस्तो पो यस्तो धेरै हल्लामा श्रीमा तलै त्यस्तो खुट्टाको अङ्ग एउटा भाँचिसकेको जस्तो आज हाँसेको गर्ने भनेको छ नि अब यस्तो यस्तो गर्नु हातलाई यस्तो यस्तो गर्नु यसरी के यसरी यहाँ लगाउनु है त यसरी यस्तो गर्नुपर्छ अनि यसरी जुडी गर्नुपर्छ एप्रेस सुरुमा एप्रेस गर्नु एप्रेस गरेर जाँदा जाँदै घुमाएर फुट्दै जानु
यो हटेसम्म यो हटे नि मैले यो हटेको 2 बजे नि निन्द्रा नलागि के छातपट्टि दौड्दै गएँ खै भने सोचिरहेको थिएँ किन छिटो आयो मान्छे 6:30 मा आइदिएर क्या कहिले उज्यालो हुँदैन त्यति घडी हेरेर उज्यालो हुँदैन न मोबाइल हेर्नु मन लाग्नु यतिखेर मर्नुले म त कहिले गएर जति सुरु जस्तो निको भयो होइन एकचोटि हेर्छु निको भइदिन्छ जस्तै कि यहाँको गएपछि नि हातमा दुईचोटि माथि Hello, hello, hello. Finish भयो छैन उता उता हट्ट न बाबा के साह्रो थर्काएको What is it लोकेसन हजुर लोकेसनको लागि टिकटकमा दिएको नम्बरमा कल गरेर सोध्नु ल के साह्रो भयो रिफ्रेस गर्नु न म चाहिँ I know that word भन्न सक्नु होला नि मलाई त आउँदैन लोकेसन कहाँ हो मलाई थाहा नभएर पो टिकटकमा दिएको नम्बरमा कल गर्नु भनेको त नत्र म भनिहाल्थेँ नि पत्तै नै क्यामेरा मिलाऊ मिलिरहेछ त क्यामेरा यस्तो मिलिरहेको छ सामने थिच्नु थिच्दै यता जाने यस्तै